यतिको सपोर्ट पाएपछि नेपाली भए हुनुमा गर्व लाग्छ गाइस। सम्म आउनुभयो यात्रा चाहिँ सफल तरिकाले गर्नु सक्नुहुन्छ कि हुन्न के हो? हेलो गाइज, वेलकम ब्याक माई न्यू भिडियो न्यू च्यालेन्जमा हजुरहरूलाई स्वागत। म चाहिँ घरदेखि फाइनली निस्किसकेको छु। मेरो यात्रा चाहिँ गाइज पैदल यात्रा यहाँदेखि काठमाडौँसम्म हुनेछ। सबैजनाले साथ सपोर्ट दिनु होला गाइज। म चाहिँ घरदेखि हिँडिसकेको छु। अब आजको साँझको बसाइ मेरो रुकुमकोटमा हुनेछ, पूर्वी रुकुमको सदरमुकाममा हुनेछ। म त्यहाँ गएर एक नाइट बिताएर फेरि बिहान उठेर त्यहाँबाट जानेछु। ल सबैजनाले कमेन्ट गर्नु होला गाइज, यहाँदेखि कति दिनमा काठमाडौँ पुग्छु। हेर्न सक्नुहुन्छ म चाहिँ अहिले मूलपानीमा छु गाइज। सानीभेरी गाउँपालिका वडा नम्बर 3 मूलपानीमा छु। यो ठाउँको चाहिँ मूलपानी नाम किन रहेको? यो ठाउँमा चाहिँ धेरै मूलहरूका मुहानहरू भएको कारण यो ठाउँको नाम चाहिँ गाइज मूलपानी रहेको हो। म अहिले त्यही गाउँमा छु गाइज। यहाँ भएर म त्यो चौखे भएर ठ्याक्कै पारी यो मध्यपश्चिम लोकमार्ग रोड सडक भेटाएर त्यही सडकै जानेछु। म चाहिँ सिमली भएर जाने प्लान थियो, तर ऊ आशिष ऊ पनि खलङ्गासम्म जाँदो रहेछ, रुकुम खलङ्गा। त्यही भएर म उसँग उहाँसम्म जाँदैछु, तल मुगलुगारसम्म जाँदैछु उसँग। ऊ चाहिँ त्यहाँबाट गाडीमा जान्छ अरे, म चाहिँ त्यहाँदेखि नै पैदल लगाएँ। त्यही भएर त्यहाँसम्म चाहिँ ऊ मसँगै छ, साथमै छ। म चाहिँ अहिले चौखेमा पुगिसकेको छु। यो चाहिँ सानीभेरी गाउँपालिकाभित्रै पर्दछ होइन। म चाहिँ यो पुल तरेर यता पारिपट्टि जाँदैछु। त्यही बाटो छ गाइज, लोकमार्गको बाटो। म त्यही बाटो चाहिँ जाँदैछु अब है। यो चाहिँ चौकै हेर्न सक्नुहुन्छ, लोकमार्गमा फाइनली आइसकेँ। यो बाटो चाहिँ काठमाडौँसम्मै पुग्छ, त्यही भएर म यो बाटो नछोडेरै जानेछु। म चाहिँ हाँसीबाङ पुगिसकेको छु गाइज। तपाईँलाई त थाहै होला आजभोलि यस्तो गर्मी छ के। यो गर्मीको मौसममा पनि पैदल यात्रा गरिरहेको छु। हजुरहरूले साथ सपोर्ट दिनु होला गाइज सबैजनाले है। हेर्नु सक्नुहुन्छ लास्टै गर्मी छ नि त गाइज यतातिर त है। अस्ति चाहिँ हामी वहाँदेखि आएको गाइज यात्रा गरेर डोल्पादेखि। त्यहाँ चाहिँ गर्मी थिएन, त्यहाँ चाहिँ जाडो थियो गाइज, एकदम खतरनाक जाडो थियो। तर यो हाम्रो ठाउँमा त लास्टै गर्मी छ। हेर्नु सक्नुहुन्छ पसिनाहरू पनि भइरहेछन् होइन। दिनभरि हिँड्नुपर्ने छ, अझै यति कति दिन हिँड्नुपर्छ गाइज पशुपतिनाथसम्म पुग्नको लागि। सबैजनाले साथ सपोर्ट दिनु होला। सम्म आउनुभयो यात्रा चाहिँ सफल तरिकाले गर्नु सक्नुहुन्छ कि हुन्न के हो? मेरो यात्रा चाहिँ दाइ यहाँदेखि पशुपतिनाथसम्मको पैदल यात्रा हो। काठमाडौँ? हजुर, काठमाडौँ पशुपतिनाथसम्मको पैदल यात्रा हो। एक्लै जानेवाला छु। हजुरहरूले साथ सपोर्ट दिनु होला। दिन्छ, फुल्ली साथ हुन्छ तपाईँलाई। भिडियोमा देख्नुभयो भने मलाई मजाले साथ दिन्छ भिडियोमा। नाम के हो तपाईँको? कमिसन ब्लग, युट्युबमा चाहिँ कमिसन ब्लग छ, अनि फेसबुकमा चाहिँ यो झन्डामा पनि देखाएको छ सबै कुराहरू, नामहरू। म चाहिँ यहाँदेखि काठमाडौँ नै पुग्नेछु दाइ पैदल यात्रा गरेर। आज चाहिँ स्टार कहाँबाट भएको हजुरको? स्टार चाहिँ मेरो गाउँदेखि नै भएको। ल ठिक छ, ल हुन्छ दाइ, हस् धन्यवाद। सफल होस् हजुर है। हजुरहरूको यस्तै आशीर्वाद मिल्यो भने अवश्य नै सफल हुन्छ दाइ। ल दाइ, ल आशिष राम्रोसँग गएछ है। हेर्नु सक्छ यहाँ एकजना भाइ भेटिसकेका छन्, उहाँले पनि सपोर्ट गर्नु भएको छ गाइज हामीलाई। हामी जोत्न आएको थियो तपाईँले देखेर। ए ल गाइज, उहाँ भाइले पनि हामीलाई सपोर्ट गर्नु भएको छ, मलाई देखेर यहाँ सडकमा आउनु भएको छ है। ल मेरो चाहिँ च्यानल यही हो, यहाँ झन्डामा छ। ल भाइ सपोर्ट गर्नु पऱ्यो है। ल भाइ धन्यवाद भाइ। सपोर्ट भाइले पनि गाइज सपोर्ट गरिरहेको छ नि, यस्तै गरेर सपोर्ट हजुरहरूले सबैले देखाउनु पऱ्यो गाइज। ल है, अब आफ्नो गाउँठाउँको मान्छेले यस्तो गर्दा धेरै खुसी लाग्छ। ल हजुर राम्रोसँग जानु होला, राम्रोसँग गर्नु होला, भइहाल्छ। यति भयो हामीलाई धेरै पुग्छ। ल धन्यवाद छ है। ल हस्। ल गाइज हेर्नु सक्नुहुन्छ सबैजनाले साथ सपोर्ट दिइरहेछन् गाइज। म चाहिँ अब यहाँदेखि आज चाहिँ साँझसम्मको प्लान हो गाइज। म चाहिँ आज रुकुमकोटसम्म पुग्छु है। अब हेरौँ गाइज मलाई कति समय लाग्छ यहाँदेखि रुकुमकोट पुग्न है। म चाहिँ हिँडिरहेको छु, एक्लै छु, कोही पनि छैन। हेर्नु सक्नुहुन्छ म चाहिँ यहाँ सान्चौर भन्ने ठाउँमा पुगिसकेको छु। यो चाहिँ मुसिकोट नगरपालिका वडा नम्बर 14 पर्दछ गाइज। यो चाहिँ यहाँ खेता कुना भनेर पनि चिन्दछन् यो ठाउँलाई। के चाहिँ विवेकजीसी। ल विवेकजीसी, उहाँले चाहिँ मलाई सपोर्ट गर्नुभएको छ है। म पैदल यात्रीलाई तपाईँलाई के कस्तो लाग्छ, म कति दिनमा पुग्छु होला काठमाडौँ? अब काठमाडौँ त पैदल यात्रा गरेर पशुपतिनाथसम्मको खासमा मेरो च्यालेन्ज चाहिँ। पशुपतिनाथ? हजुर। कति जति पुग्दैन यहाँ काठमाडौँ? एक हप्तामा पुग्नुहुन्छ। एक हप्ता? उहाँले चाहिँ एक हप्ता पुग्नुहुन्छ भन्नुभएको छ। हजुरहरू पनि कमेन्ट गर्नु होला म कति दिनमा पुग्छु गाइज। ल धन्यवाद छ हजुरहरूलाई। मेरो चाहिँ कमिसन। हजुर, मेरो चाहिँ यो हजुर। ल धन्यवाद छ हजुरलाई। ल हस्।
ल ल बाई बाई उहाँहरूले मलाई सपोर्ट गर्नु भएको छ मान्छेहरूले सोधिरहेको छ बिचमा होइन कहाँसम्म जाने हो कतासम्म पुग्ने हो कति दिनमा पुग्छु भनेर सबैले सोधिरहेछन् गाइज प्रश्नहरू होइन म चाहिँ गाइज मान्छे कोही कोहीले भन्छन् गाइज उहाँ एउटा दाइले चाहिँ भन्नुभएको थियो 7 दिनमा पुग्नुहुन्छ तपाईँ भनेर म चाहिँ माछिमी भन्ने ठाउँमा पुगिसकेको छु यहाँबाट खलङ्गा जान चाहिँ समथिङ 5 किलोमिटर छ यो रुकुमकोट चाहिँ 2वटा बाटो जान्छ गाइज एउटा चाहिँ यो खलङ्गा भएर जान्छ माथिबाट अनि अर्को चाहिँ यही सिधै भएर जान्छ यता यो नदीको तिरतिरै भएर जान्छ हेर्नु सक्नुहुन्छ एउटा चाहिँ सर भेटिनु भएको छ उहाँले चाहिँ हामीलाई धेरै सपोर्ट गर्नु भएको छ गाइज हेलो सर के छ ठिकै छ हजुर पनि हजुरको हालखबर मेरो पनि एकदम ठिक। हजुरको नाम चाहिँ शुभ नाम मेरो राजेश खड्का। ए राजेश खड्का उहाँ दाइले चाहिँ हामीलाई सपोर्ट गर्नुभएको छ गाइज हामीलाई चाहिँ यहाँदेखि काठमाडौँ जान कति समय लाग्छ होला सर हजुरलाई के लाग्छ यो हिँडेर हजुर यो हिँडेर समथिङ मैले सुनेको अनुसार 20 देखि 25 दिनभित्रै 20 देखि 30 दिनसम्मको लागि लाग्छ भन्ने सुनेको थिएँ हजुर अब कतिको हिँड्ने सक्ने क्षमता छ त्यसको आधारमा हुन्छ। ए म चाहिँ दिनमा 40 किलोमिटर जतिको टार्गेट राख्छु सर हजुर 40 किलोमिटर दिनमा हिँड्न सकिन्छ सकभर त्यो तपाईँकोमा क्षमता हो तपाईँमा हजुर। भन्नुपर्ने हो अब त्यो कति हिँड्न सक्नुहुन्छ भन्ने क्षमता तपाईँकोमा हुने हो हजुर लगभग समथिङ हुन्छ होला 12-13 घन्टा हजुर मिनिमम हिँड्नु छ होला तपाईँ होइन। हजुर हजुर ल हस् सर हजुरले सपोर्ट गर्नु यसको लागि धेरै धेरै धन्यवाद आभारी छ हजुरलाई हस् हस् हाम्रो च्यानल चाहिँ यस्तो भिजिट गरिदिनु होला यहाँ चाहिँ यो हो भइहाल्छ। हस् हस् सर धन्यवाद हस् ल खुसी लाग्यो हजुरसँग भेटेर है ल म हस् म एकचोटि हजुरको यो फोटो खिच्नुहोस् न ल तपाईँलाई शुभ यात्रा छ है। ल हस् सर। राम्रोसँग धन्यवाद सर। ल छिटै पुगेको हेर्न चाहम है। ल हस् सर ल गाइज उहाँ दाइले चाहिँ एकदम सपोर्ट दिनुभएको छ मलाई तपाईँ कहाँदेखिबाट यात्रा गरी आउनुभयो म चाहिँ सानीफेरी गाउँपालिकादेखि यात्रा गरेको कहाँ 3 नम्बर वडादेखि 3 नम्बर म चाहिँ पशुपतिनाथको दर्शन गर्नको लागि काठमाडौँ जाँदैछु बुवा ल धन्यवाद ल शुभ यात्रा है ल धन्यवाद बुवा ल। यस्तो चर्को घाममा पैदल यात्रा गरिरहेको छु गाइज प्लिज सपोर्ट हजुरहरूको साथ सपोर्टको आवश्यकता छ मलाई यो टाइममा है प्लिज गाइज सपोर्ट हेर्नुसँग कस्तो पसिना आएर मेरो अनुहारै भिजेको छ त्यही पनि बाटोमा भेटिएको साथीभाइ यति सपोर्ट गर्नुभएको छ गाइज प्लिज यार हजुरहरूले पनि भिडियोहरू सेयर गरेर अथवा हेरेर साथ सपोर्ट दिनु होला चाहिँ 2वटा बाटो छ एउटा चाहिँ यो रुकुम खलङ्गा भएर जाने अनि एउटा चाहिँ यो बाटो जाँदा चाहिँ मलाई 11 घन्टा 45 मिनट लाग्नेछ भने यो बाटो जाँदा चाहिँ मलाई 10 घन्टा 5 मिनट लाग्नेछ त्यही भएर म चाहिँ यो बाटो जानेवाला छु अहिले ठ्याक्कै 1 बजिसकेको छ मलाई चाहिँ अझै रुकुमकोट पुग्न कम्तीमा 9-10 घन्टा अझै हिँड्नुपर्ने छ गाइज कम्तीमा म अहिले 15 किलोमिटर हिँडेँ होला टोटल मेरो घरदेखि रुकुमकोट जान टोटल 50 किलोमिटर थियो गाइज म आज 50 किलोमिटर डिस्टेन्स कभर गर्न सक्छु कि सक्दैन यस्तो चर्को घाममा हिँडिरहेको छु गाइज पशुपतिनाथको दर्शन गर्नको लागि नमो पार्वती पते हर हर महादेव म चाहिँ यो ठाउँमा पुगिसकेको छु गाइज यहाँदेखि चाहिँ रुकुमकोट पुग्न अझै पनि 30 किलोमिटर बाँकी छ गाइज 30 किलोमिटर बाँकी छ हेर्नु सक्नुहुन्छ म चाहिँ एउटा सुन्दर गाउँमा आएको छु हेर्नु सक्नुहुन्छ यहाँ यो ठाउँ गाइज यो ठाउँमा हेर्नु सक्नुहुन्छ कति राम्रा राम्रा सुन्तलाका बोट बिरुवाहरू हेर्नु सक्नुहुन्छ ओहो हो चाहिँ बिहान 7 बजेदेखि निरन्तर पैदल यात्रा गर्दैछु म चाहिँ अहिले रुकुमकोट पुग्न अझै 2 घन्टा बाँकी छ अहिले चाहिँ 6 बजिसकेको छ ठ्याक्कै 8 बजे समथिङ 8 बजे पुग्छु होला सायद म त्यो माथिको डाँडादेखि उतापट्टि हो अझै टाइम लाग्ने छ गाइज आजको हिँडाइ चाहिँ धेरै कडा भएको छ धेरै खतरनाक भएको छ किनकि यत्रो म कहिले पनि हिँडेन किनकि यहाँ हाम्रो गाउँदेखि यहाँ त 50 देखि 55 किलोमिटर सायद समथिङ त्यति रहेछ अब आधी घन्टापछि म रुकुमकोट पुग्नेछु गाइज ओ माई गड अनि त्यहाँ पुगेर एउटा होटल खोज्नेछु आजको रात मेरो यहीँ बित्नेवाला छ आज चाहिँ धेरै थाकियो गाइज आज चाहिँ धेरै डिस्टेन्स पार गरेर आइयो खुसी लागेको छ एक दिनमा यत्रो दूरी पनि पार गरिँदो रहेछ भनेर ओ माई गड गाह्रो छ गाइज सब्सक्राइब गर्नुहोस्
फाइनल्ली रुकुमकोट पुग्यो है। आज बिहान 7 बजेदेखि लगातार हिँडेर म अहिले 7 बजे अझै पर बजारमा जानु त बाँकी छ। हेर्न सक्नुहुन्छ यो प्रवेशद्वार पनि यही हो, रुकुमकोट प्रवेशद्वार। स्वागतम। ओ माई गड, कति समय लाग्यो यार आज। ए बारी गाइज रुकुम, ए गाइज रुकुमकोट। अहिले त भोक पनि लास्टै लागिसकेको छ गाइज, किनभने मैले चाहिँ बिहानै घरदेखि खाएर आएको हो, त्यति मात्रै। पहिला रुकुमकोटदेखि काठमाडौँसम्म पैदल यात्रा गर्नुभएको दाइ भेट्नु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, उहाँले मलाई धेरै स्वागत दिनुभएको। उहाँ सर हुनुहुन्छ, हजुरको नाम चाहिँ सर? मेरो केशव रावल हो। हजुर। मैले तपाईँलाई नेपालको झन्डा बोकेर हिजोको देखिसकेपछि हजुर तपाईँलाई बोलाएँ। तपाईँ सानोभेरी रुकुम पश्चिमबाट हजुर हिँडेर काठमाडौँ जाँदै हुनुहुँदैछ। हजुर म पनि केही महिना अगाडि यहाँबाट हिँडेर हजुर पेरिससम्मको यात्रा गरेको थिएँ 15 दिन लगाएर। त्यति भइसकेपछि फेरि तपाईँ एक्लै हिँडेको, नेपालको झन्डा बोकेर हिँडेको हजुर र बाटोमा साथ सपोर्ट गर्ने मान्छेको कति महत्त्व हुन्छ भन्ने कुरा मैले महसुस गरेको कारणले हजुर तपाईँ साँझको पख यहाँ देखिसकेपछि तपाईँलाई केही सहयोग गर्न सकौँ भनेर हजुर तपाईँलाई चाहिँ बोलाएँ मैले। धेरै धेरै धन्यवाद छ दाइ। यतिको सपोर्ट पाएपछि नेपाली भए हुनुमा गर्व लाग्छ गाइस। उहाँले चाहिँ धेरै सपोर्ट गर्नुभएको होइन, छ। बाटोमा सपोर्ट गर्नुहुन्छ, धेरै बाटोमा भएको धेरैले मलाई पनि सपोर्ट गर्नुभएको थियो। हजुर जो मान्छेसँग चिन्जानै थिएन, हजुर बाटोमा हिँड्दै गर्दाखेरि यति धेरै चाहिँ माया गर्नुभयो, यति धेरै सपोर्ट गर्नुभएको छ। म त्यस्तै माया र सपोर्ट तपाईँलाई पनि होस् भन्न चाहन्छु। हजुर, धन्यवाद सर। जसले मलाई पनि माया र सपोर्ट गर्नुभएको थियो, हजुर सबैले उहाँलाई पनि सपोर्ट गर्नुहोस्। उहाँ धार्मिक यात्रामा हुनुहुन्छ एक हिसाबले। त्यति मात्रै नभएर रुकुम पश्चिमबाट एक सन्देश बोकी पशुपतिनाथसम्म जाँदै हुनुहुन्छ। मैले यही अनुरोध गर्न चाहन्छु र तपाईँलाई फेरि पनि म शुभयात्रा भन्न चाहन्छु। तपाईँको यात्रा धन्यवाद छ सर। सफल रहनेछ, शुभ रहनेछ, सहज रहनेछ, हजुर त्यही अपेक्षा गरौँ। धेरै धेरै धन्यवाद दिन चाहन्छु गाइज म उहाँलाई। उहाँ दाइले चाहिँ नजिकैको चिन्जानको होटलमा लिन लाग्नु भएको छ। म चाहिँ यहीँ बसेर आज भोलि बिहान फेरि उठेर जानेछु। हिजो र पशुपतिनाथ जाँदै हुनुहुन्छ हजुर। नै राष्ट्रिय झन्डा छ। हजुर म पनि पुगेँ। म पनि एक्लै छु गाइज, उहाँ त दाइ जस्तै मलाई पनि धेरै साथ सपोर्ट दिनु होला है गाइज हजुरहरूले। पक्कै पनि बाटोमा तपाईँले हजुर साथ सपोर्ट पाउनुहुन्छ, सबैले सपोर्ट गर्नुहुन्छ। हजुर तपाईँको चाहिँ धार्मिक यात्रा जस्तो छ, मेरो त धार्मिक यात्रा। हजुर सबैले चाहिँ धर्ममाथि आस्था राख्ने, हजुर सबैले तपाईँलाई चाहिँ सहयोग पक्कै पनि गर्नुहुनेछ है। त्यो कुराको चाहिँ हामीले अपेक्षा गर्नुपर्दछ। तपाईँको यात्रा सहजै हुन्छ। जस्तै तपाईँले रुकुमकोटको फर्स्ट दिनमै हजुर होइन दाइले चाहिँ अनि त्यसपछि एकदम चाहिँ होटलमा चाहिँ म राख्छु भनेर भन्नुभयो होइन। हजुर अनि त्यसपछि मैले तपाईँलाई चाहिँ देखेँ। यस्तै गरी सबैले भोलि फेरि तपाईँ जहाँ बस्नुहुन्छ हजुर त्यहाँ पनि यो किसिमको चाहिँ सपोर्ट पाउनुहुनेछ। हामी पनि कोसिस गरिदिन्छौँ बाटोमा। ठिकै छ दाइ, हजुरले यत्रो हेल्प गर्नुभयो मलाई। योभन्दा ठुलो कुरा अरू के नै हो र हजुरको ठाउँमा आएपछि। हजुर नेपाली हो, हामी नेपाली हौँ, एउटै जिल्ला, एउटै जिल्ला। अहिले अब हामी अलग अलग भयौँ र होइन, हजुर तर पहिले त एउटै हो नि त। अहिले हामी कान्छो जिल्ला पऱ्यौँ, उहाँ चेतो जिल्ला पर्नु। ल गाइज आजलाई यति नै, भेटौँला डे 2 पैदल यात्रामा।